भरे स्टोरीमा हाल्छु क्या म दामी गीत लाएर मैले हिँडेको भिडियो लगाएको यिनीहरू सबैलाई कस्तो छ ओह्रालो हिँडाइ कस्तो छ ओह्रालोमा हिँडाइ एकदम ठिक छ हजुर को गरम हिँड्नु माल्दै मालदा चाहिँ कस्तो छ हौ यता हेर्नु न एकचोटि ओह्रालो हिँड्न कस्तो फिल भइरहेछ मलाई चाहिँ एकदमै रमाइलो लागिरहेछ होइन हजुर फिल भन्दा पनि बाध्यता हो यो नझरी हुँदैन होइन अब तिम्रो भाउजूहरूले पढिरहनु भएको छ तलतिर हजुर त्यही हो तपाईँहरू नझरी त तल डाइसै चल्दैन अरे है कसैले खेलाउने लगानी हाल्नै सक्दैन अरे ठ्याक्कै हामी चौतारामै आइपुग्यौँ है ठ्याक्क बर्को रुख ठुलो छ बर्को रुख दुईजना आउँदैछन् ट्राई गर्दै हाई हेलो गाइज ओ रुखमा चढेको भन्नु होला ल चढ 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 ल हेर्नु है हाम्रोतिर चाहिँ यसरी रुखमा चढिन्छ ल माथि चढेर यता हेर्दै त यो ल यस्तो छ रुख यत्रो रुखमा चढ्छन् हाम्रो पाहाडको मान्छे डेन्जरै हुन्छन् क्या अनि मालदाई ठ्याक्कै तपाईँलाई भेट्यो तपाईँको स्वर त साह्रै राम्रो रहेछ यार एउटा गीत गाइदिनु नि त अलिक यता फर्क स्वर चाहिँ अलि यता आउने हिसाबले गाउनु न भाइ कस्तो छ तपाईँलाई कुन मनपर्छ कुन राम्रो लाग्छ मलाई चाहिँ गीत भन्ने शब्द चाहिँ कस्तो हुन्छ भने नि हजुर जस्तै एउटा म्युजिसियन भएपछि चाहिँ सबै मनपर्छ क्या भाइ त्यही पनि राम्रो लाग्दैन क्या मलाई एउटा अलि राम्रो चाहिँ गाइदिनु न राम्रो भन्नाले राम्रो एउटा इच्छा लागेको मन लागेको त्यस्तो चाहिँ अहिले मेरो मोड छैन होइन त्यस्तो हुँदैन हो गीत त गाउनु पर्छ यार तिमी को हो क्या भाइ खासमा भन्नुपर्दा चाहिँ नहाँस्नु एकछिन यार मुनि हाम्रो बारे कुरा यहाँनिर म त ओह्रालो लागि गाउँको घरहरू बेसी आइपुग्यो ट्याक्क बेतेचोक अब यहाँबाट लाग्छ 20-25 मिनट ल टारी बजार जानलाई यत्रो धेरै छौँ हामी आरू कस्तो मजाले फुलेछ बेतेचोक बेतेचोक आइपुग्यो हामी चाहिँ सबैजना यतै छौँ